guys, welcome to this only one new first vlog हैन। आज हामीहरु कोशी वाइल्ड लाइफ रिजर्भ आएको छौं हैन। अनि अहिलेसम्म भर्खर चाहिँ हामी सिर्यम हैन। सुरुमा चाहिँ एक दुईवटा के भन्छ रे नरियाले नेपालीमा रे खोइ जे भन्छ हैन त्यही चाहिँ नरियाले मैले हेरेको हामीले हैन। अनि स्याल भन्छ होला मेबी। अनि त्यसो चराहरु त देखिहाल्छ हैन यसो रुखरुखमा। सो त्यस्तो चाहिँ के थियो भएन। अब नर्मली यसो राम्रो के भन्छ रियर स्पिच पनि हेरिन। यता चाहिँ यता देखा ल यो रिभर चाहिँ उताबाट कोशी रिभर त हैन यो कुन चाहिँ रिभर हो क्या। यो रिभर साइडमा आएर के अरे गोहीहरु देखिन्छ क्या हैन। मैले अगाडि चाहिँ देखिन्छ यहाँ चाहिँ मैले एउटा नि हेरिन। अनि यो चाहिँ यो रिभर यता गएर फेरि दुईवटा बाटो हुन्छ। एउटा यो रिभर मेबी कोशीमा मिल्छ होला। अनि यो रिभर चाहिँ खोइ कता जान्छ कोशी ब्यारेज कतै कोशी ब्यारेजमा हैन। अब भर्खर हामी सिरिम अब यता जाँदैछ। मैले यता अर्ना अनि देखिन्छ होला मेबी हात्ती पनि छ कि छैन थाहा छैन। तर जुन हामी जनावरले हेर्नेछन् तपाईलाई प्रत्यक्ष रूपमा देखाउनेछौँ हैन। म चाहिँ रिपोर्टर विवेक चौधरी, मेरो साथमा छ क्यामेराम्यान श्री सुमित चौधरी। धन्यवाद। अहिले हामी चाहिँ यस्तो भनेपछि यस्तो टावरहरू हुन्छ क्या कतै धेरै ठाउँमा मेबी हुन्छ। यो चाहिँ हाम्रो पहिलो टावर हो। यो चाहिँ अलि धेरै नै हाइटमा छ, लगभग 2 तल्ले मेबी घरको हाइटमा हुन्छ क्या हैन। यहाँबाट हेर्न सकिन्छ टाढाको। अहिले चाहिँ यताबाट त म त केही देखिरहेको छुइनँ। यस्तो नर्मली अब चाराहरू त देखिहाल्छ कतै। त्योभन्दा बाहेक यता चाहिँ बाटो छ, मेन बाटो। अनि यता चाहिँ अहिले चाहिँ केही छैन। अझै अगाडि चाहिँ भित्र जानुपर्छ होला अझै के हेर्नलाई हैन। यो चाहिँ मेरो क्यामेराम्यान। ओइ कुछ नहीं करता हूँ, डर लागे चाहिँ। ओए हजुर भइसक्यो हात्ती भेटेको थियो। इनोस लेक्ट ना हाँ छोड़ा अब गिट्टी राख्ने है तो गिट्टी राख्यो। बत्थल राखेको सक्दैन, बाइक पनि आउन सक्दैन। त्यो साइडमा हल्का खाल्डो त्यहीबाट हाल्यो र यतै त ढुङ्गा राखिदिएको छ। जो नजिक एकदम केटाकेटी हो यो सक्दैन अन्त ढुङ्गा हटाएन। ले ले बोला है कहिले हटा दियो कहला दियो बाइक आएर यसमा त सब पैसा हो रे। ल 3वटा समात 3वटा हड्डी भयो। ढुङ्गामा चाहिँ कसले त्यसरी बाटोमा चाहिँ कसले ढुङ्गा हालिदिएको छ क्या, त्यो हटाउनुपर्छ। के छ यहाँ छ हात्ती हेलमेट देन हेलमेट
भने चिया राख्छु यसरी राख्नु यताबाट चाहिँ म अर्ना चाहिँ हेऱ्यौँ है अर्ना चाहिँ कोक्रोडाल छैन कोक्रोडाल पानीमा साँच्ची बचेर आउनु पानीमा लगिहाल्छ कोक्रोडाल छैन यार मैले गोही हेर्न गोही भन्छ कोक्रोडाल हेर्न मन थियो मलाई त्यही रिभर होइन Where is crocodile? निकल हामी आइसकेछौँ कोशी बिचमा आज सन छैन नत्र यहाँबाट क्या राम्रो सनसेट देखिन्छ क्या होइन यो कोक्रोडाइल भेट्छ अरे भनेको तर कोक्रोडाइल त एउटा पनि छैन यार मतलब होला यो रिभरमा चाहिँ कहाँ छ लुकेर उता अगाडि छ कि यता छ थाहा छैन तर कतै त होला मेबी ओए उताबाट गाछ बेचे नि फेरि ये छे त न त्यो गाछ सुक्लो छ त ये लागे है कि कन गाछे है त पनि फल छ यसको हेर्नु यहाँ सिड छ क्या यो सिड होइन कि पत्ते सुक्ला खोइ त्यही पत्ता सुक्लो चाहिँ सिड देख तर थाहा छ रे विदेशमा होइन यस्तै ठाउँहरूमा कस्तो पेरहरू बस्छन् एउटा टाइगर निक्लिहाल्यो भने त भयो यता साइड साइड यहाँ कोक्रोडाइल देखेको ओहो क्रोकोडाइल निकल के छोड़ ये सब बोल रहे हैं वो बिता सब में और पानी तो कम मस्त थी बिच ठक्का अगाडि पानी जो थिएन जैसे घुम्न साँच्ची भनेको मेरी क्रिसमस बेला रुख होइन त यसरी ठ्याक्कै यस्तो के भन्छ अरे यस्तो बलहरू पटाइदिएर क्या राम्रो मेरी क्रिसमस भइहाल्छ त्यही त कोसीमा कतिको छ क्या फेरि यहाँ छ त्यहाँ छ त्यहाँ छ कस्तो राम्रो यो रुखहरू क्या प्लेन चाहिँ बोलिरहेको तर बादलको माथि होला त्यो धेरै पनि केही होइन यस्तो हेर न यस्तो सुनसान छ क्या भाइ कहाँ गयो सबै जनावरहरू एउटा पनि बाघ छैन चितुवा छैन मान्छेलाई कहाँ छ सबै एउटा चारा चाहिँ त्यहाँ रुखमाथि यस्तो यसरी यसरी बसिरहेछ बाँकी यो सुनसान हो भाइ यही बेलुकातिर यता आउँछ क्या जस्तो मलाई लाग्यो नत्र उता अगाडि नै होला बाँकी त साला के भन्नु हात्ती मात्रै हेरेँ मैले यस्तो स्यालहरू हेरेँ बाँकी त थियो अनि यो मेरी क्रिसमस अब यहाँदेखि टी पोइन्टमा जाने चिया खाने चिया त यहाँबाट यहाँ बसेर पनि खान मजा लाग्छ होला हो होइन कसम यहाँ त किन बालुको कुन गाछ उठिर होला चाहिँ गाछ यही चिया खाऊँ न त हेलमेट बसेर जूम करबो हे गाइस होइन यहाँ चाहिँ यता चाहिँ एउटा स्याल बोल्यो होइन अब हामी चाहिँ हेर्न जाने कि स्याल चाहिँ किन बोल्यो कहाँ छ भनेर क्या सो इन दिस भिडियो तपाईँहरू जोडेर बस्नु हेरेर बस्नु पपकर्न लिएर बस्नु सुलुलुलु ए उल्टो भयो रे क्यामेरा यसरी हुन्छ ल एउटा उल्टो भयो ल फ्लिप गर्नु पर्यो अब ल शान्त है ए एकदम शान्त यता यता बोलाएको थियो कता एकदम चुप भएर जाने एकदम शान्त 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 केटा हो बोलाएको थियो होइन ओए उता गइहाल्यो रे भर्खर यही थियो क्या मैले भागेर उता गयो क्या त्यो स्यालहरू
कस्तो कराएको थियो यार हुस्यो यार हुस्यो यार छ्या छ्या हो त कुकुर बोल्दैछ अब धेरै टाढा भयो होला कसो मात्रै सकिँदैन ओइ अगाडि हामीले बाँदरनी भेटे कस्तो हामीलाई आए फाँकिन्छ त्यो लोडै लागिन्छ सुमित त्यसको चाक त जस्तै छ त भाइ ओइ 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 लो बटी ओइ लो लाले अच्छा ठीक पूरे यहाँ चाहिँ के हो त्यो बीच के हो भाइ यो पो असली बीच भाइ बोरा खत दामी छु एउटा देखाउला ठाउँ छु कि उता उता त ऊ के पता पानी सुक्दैन त्यही त क्रोकोडाइल छैन माथि उतै पानी बसेको ठ्याक्कै अगाडि जाउँ न त होइन बाइक लिएर उता चाहिँ के जाने होइन धेरै मान्छेहरू छ त्यो माछा मार्दैछ क्या हो बाइक लिएर उता ढुक्नाहरू कि हल्का पानी छ यतै भनेको बाइक लिएर यो बाटो जाने कि यहाँ छ नि त अलिक भएका बाटो यो बाटो जान्छ त्यहाँसम्म जाने त्यसपछि फर्केर फेरि त्यो जानु सकिन्छ त्यही त भनेको फेरि यो बाटो गइस भने त माथिने त्यहाँको कोसी छ क्या यो पनि पानी छ होइन अहिले चाहिँ सुकेको हामी यस्तो बिच क्या राम्रो हेर्छ सनसेट यहाँ बसेर सनसेट देख्यो भने त माथिने वाट द फक इज सनसेट अहिले सनसेट छैन त्यही पनि कति राम्रो छ राम्रो त बिचमा छ त्यहाँ गएर त्यहाँ कोसी छ होइन त्यहाँ ठ्याक्कै माथिने त्यहाँ गएर हेऱ्यो भने त त्यहाँ त्यहाँ राम्रो सनसेट भ्यू ल होइन क्या बाटो भएर आएको ए यहाँ यता यो अस्ति यो 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 निर्माण गर्यो नि यो निर्माण गर्दाखेरि ट्र्याक्टर स्याक्टर हिँड्ने बाटो हो यो त मान्छे हिँड्दैन क्या मान्छे हिँड्ने मात्रै हो है यता अहिले तपाईँहरूलाई फेरि यता तपाईँहरू हिँड्नु भयो यता कारवाही गर्छ क्या यहाँ निकुञ्जले म बाटो हेरेर आएको अगाडि त्यो तपाईँहरूलाई किन फाइन पार्नु फाइन काटिदिन्छ क्या तपाईँहरू थाहा नभएर मात्रै भनेर मैले सम्झाइदिएँ मात्रै हो जानु नि जानु समाउनु त समाउँछ तपाईँहरू हामीले अर्ना भेट्यौँ होइन तर यस्तो के एकदम पर छ क्या क्यामेराबाट देखिँदैन यस्तो आँखाबाट देखिन्छ तर त्यो कालो कालो जुन हेर्दै हुनुहुन्छ नि त्यो कालो 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 त्यो बसेको होइन त्यो अर्नाहरू हो क्या होइन क्यामेराबाट देखिँदैन आँखाबाट चाहिँ देखिँदो रहेछ होइन यस्तो नजिक भएको भए त कस्तो राम्रो हुन्थ्यो होला जस्तो लाग्छ मलाई त्यही पनि हेरेँ क्रोकोडाइल चाहिँ हेर्न पाइनँ अब यस्तो चराहरू पनि पाइनँ हेर्न होइन बाँकी त यस्तै हो यार अब यहाँबाट सोचेर कोसी ब्यारेज जाने होइन उतातिर यस्तो खाने अनि त्यसपछि बोटिङ हुन्छ कि भनेर हेर्ने अनि त्यसपछि बोटिङ भयो भने गरेर अनि त्यसपछि घर जाने